यो सिराहाको सदरमुकाम महावीर चौकदेखि पश्चिम कमलामा निर्माण गरिएको नयाँ डाइभर्सन हो र अहिले यो डाइभर्सनबाटै गाडीहरू गुडिरहेको स्थिति छ। यहाँ होम पाइप लगाएर चाहिँ डाइभर्सन निर्माण गरिएको छ। पहिलाको भन्दा केही सहज भएको छ। सप्तरी सिराहा धनुषा जाने हुलाकीको मुख्य बाटो अन्तर्गत नै पर्ने यो कमला पुलले गर्दा यहाँ धेरै शास्ति खेपिरहेका छन्। अहिले पनि धुलामा मान्छे हिँड्न बाध्य छन्। स्थिति यस्तै छ। तर पनि यो डाइभर्सन निर्माणले गर्दा यहाँको आवत जावतलाई केही सहज बनाएको स्थिति छ। धुला भए पनि अब पानीमा चाहिँ जानु नपर्ने स्थिति बनेको छ। यहाँ देखाउन चाहन्छु यहाँलाई यो होम पाइप राखेर यहाँ बोल्डर क्रेटिङ बोराहरू राखेर चाहिँ यो निर्माण गरिएको छ डाइभर्सन, र जसको कारणले आवत जावत यहाँ सहज भएको छ। यो खास गरी सिराहाको महावीर चौकदेखि धनुषातिर आउने बेलाको यो पहिलो यहाँ चाहिँ कल्भर्ट निर्माण गरिएको छ। र पक्कै पनि यो पुलकै आसमा यो क्षेत्रका बासिन्दाहरू छन्। तराईको लाइफ लाइन भनिने धनुषा, कमला, सिराहा, सप्तरी यतातिरको यो क्षेत्रको जनताको लागि महत्त्वपूर्ण मानिने यो कमला पुल निर्माणको पर्खाइमा सबै छन्। कति चाँडो यो पुल बन्छ। यो कमलाको पुल यहाँहरूलाई देखाउँदैछौँ। यो पुल नै यता खास गरी यो पश्चिमतिरको लास्टमा भासिएको छ, जुन कारणले यो बाटो नै अवरुद्ध भयो। र त्यसरी नै यो पुलको यो पूर्वतिरको यो पाजा पुल भासिएको कारणले यो बाटो अवरुद्ध भएको स्थिति छ। यो भासिएको पिलर हो है। र यतापट्टि यहाँहरूलाई देखाउन चाहन्छु यो पिलर ठिक छ, भासिएको छैन। र ठ्याक्क पूर्वपट्टिको यो बाङ्गो भासिएको पिलर हो। र वास्तवमा विज्ञहरूको एउटा प्रतिवेदनले के भनेको थियो भने कि कमलामा यो पिलर पाइलिङ गर्दा 30 मिटर तलबाट पाइलिङ गर्नुपर्ने हो। तर अर्को यहाँको पब्लिकहरूको भनाइ के रहेछ भने यो पिलरहरू 15 मिटर मात्रै तलबाट पाइलिङ गरिएको छ भनेर यहाँको स्थानीयहरू बताउँछन्। 15 मिटर भन्दा पनि यहाँको स्थानीयहरूको भनाइअनुसार के रहेछ भने ठ्याक्क बलान पुलको जुन डिपिआर थियो त्यसको कपी पेस्ट गरेर कमलाको पुल चाहिँ निर्माण कम्पनीले बनाएको कारण यो स्थिति आएको हो भन्ने स्थानीयहरूको भनाइरहेको छ। तर सरकारी स्तरमा भने अहिले पनि यो जुन यहाँहरू हेर्दै हुनुहुन्छ यो पिलरहरू कति फिट तलबाट पाइलिङ गरेर निकालिएको हो त्यसको बारेमा यकिन सरकारी जाँच अहिले पनि हुन सकेको छैन। कमला नदीमा यो कमला पुलको भासिएको पिलर चाहिँ निर्माणाधीन अवस्थामा छ। यहाँ चाहिँ काम सुरु भएको छ। यहाँहरू दृश्यमा हेरिराख्नु भएको छ। यो कमला नदीको पूर्वतर्फ अर्थात् सिराहाबाट धनुषा जाने जुन बाटो छ त्यसको नदीको पूर्वतर्फको पुलको भाग हो जहाँ भासिएको थियो र निर्माण सुरु भएको छ। अहिले पनि कहिले यो पुलको निर्माण सक्ला भन्ने आशामा सप्तरी, सिराहा, धनुषा लगायत तराई क्षेत्रका लाइफ लाइन मानिने हुलाकी राजमार्ग आसपासका बासिन्दाहरूको प्रतीक्षा चाहिँ रहेको छ। हामी कमला नदीको अपडेट अवस्था लिएर यहाँहरूमाझ आएका छौँ। यहाँहरूलाई देखाइरहेका छौँ कि वास्तवमा कमला पुलको स्थिति अवस्था अहिले कस्तो रहेको छ। कमला पुल निर्माणको जुन स्थिति देखिएको छ, जसरी अहिले यो पुलको पूर्वी भागमा जसरी पिलर भासिएर पुल भाँचिएको छ र त्यसको निर्माण थालिएको छ,
त्यो जुन गति छ त्यो गतिलाई हेर्दाखेरि यसै वर्ष यो पुल सञ्चालनमा आउँछ भन्ने विश्वास गर्न अलिक कठिन छ। किनभने यस्तै पुलको पश्चिम भागमा पनि भाँसिएको स्थिति छ र अहिले पूर्वी भागको काम पनि यो वर्ष बर्सातको बेला लाग्ने सम्ममा सकिने कमै उम्मेद गर्न सकिन्छ।